नमस्कार। आज हामी विभिन्न स्रोतहरूमा अलिकति गहिरिएर हेर्दैछौँ। आर्थिक कुरादेखि लिएर अन्तर्राष्ट्रिय घटनाक्रम अनि केही अरू चाखलाग्दा जानकारीहरू पनि छन्। हो, हाम्रो प्रयास चाहिँ यी विविध विषयबाट महत्त्वपूर्ण कुराहरू निकालेर अहिले भइरहेका घटनाक्रम बुझ्न सजिलो बनाउनु नै हो। ल सुरु गरौँ है त। राष्ट्रिय योजना आयोगको एउटा रिपोर्ट छ नि, जसले आगामी 3 आर्थिक वर्ष मतलब 2082-83 देखि 84-85 सम्म औसत आर्थिक वृद्धि दर 7.1% पुग्ने अनुमान गरेको छ। यो त ठूलै लक्ष्य भयो होइन र? हो नि, निकै महत्वाकांक्षी लक्ष्य हो। अझ चालु आर्थिक वर्ष 82-83 मा हेर्ने हो भने उपभोक्ता मूल्यमा 4.61% अनि आधारभूत मूल्यमा 3.99% मात्रै वृद्धि दर अनुमान छ। भनेपछि चालु वर्षको भन्दा त झन्डै दोब्बरको लक्ष्य पो रहेछ। त्यस्तै देखिन्छ। यसका लागि त अब ठूलै लगानी संरचनागत सुधारहरू चाहिन्छ होला। हुन त चालु आवमा कुल राष्ट्रिय उत्पादन मतलब जीडीपी 61 खर्ब 7 अर्ब पुग्ने अनि प्रति व्यक्ति आय $1517 हुने अनुमान छ। यो आफैमा नराम्रो त होइन। 15 वर्ष अघि त जम्मा $818 थियो रे, होइन? हो, त्यो हिसाबले प्रगति त भएकै हो। तर अब यसलाई टिकाउनु र सबैतिर यसको लाभ पुर्याउनु चाहिँ चुनौतीपूर्ण नै छ। ठिक हो। यही आर्थिक विकासको कुरामा एसियाली विकास ब्याङ्क एडीबीले पनि नयाँ साझेदारी रणनीति ल्याएको छ रे नि, 2025 देखि 2029 को लागि। ल्याएको छ। यसले चाहिँ नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित अनि जलवायु उत्थानशील विकास मोडलमा जोड दिएको छ। यो त नेपालको 16औं पञ्चवर्षीय योजनासँग पनि मिल्छ भन्छन् नि। हो, त्यसैसँग मिलाइएको छ अनि विश्व ब्याङ्क समूहसँग पनि साझा अवधारणामा आधारित छ रे। एडीबीले यो 5 वर्षमा झण्डै $2.3 अर्ब सहयोग गर्ने योजना बनाएको छ। $2.3 अर्ब। अनि यसको मुख्य फोकस चाहिँ केमा हुने भयो त? खासमा निजी क्षेत्रको अगुवाईमा रोजगारी बढाउने अनि गुणस्तरीय मानव पुँजी विकास गर्ने र जलवायु परिवर्तन सहन सक्ने पूर्वाधार बनाउने, मतलब निजी क्षेत्रलाई अलि बढी ठाउँ दिने सोच देखिन्छ। ल, अलिकति अन्तर्राष्ट्रिय घटनातिर जाउँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 2025 जुन 9 देखि केही देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको खबर आयो। यो के हो? हो, 12 देशका नागरिकलाई त पुरै अनि 7 देशकालाई आंशिक यात्रा प्रतिबन्ध। पूर्ण प्रतिबन्धमा पर्ने देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन जस्ता छन्। यसले त आप्रवासन गैर आप्रवासन दुवै भिसामा असर गर्ने भयो होइन? दुवैमा। यसको भूराजनीतिक र मानवीय असर अब कस्तो पर्छ हेर्नुपर्छ। तर खै यसैबीच अर्को एउटा अलि फरक खबर पनि छ। के खबर? 2025 जुन 24 मा चाहिँ अमेरिकी राष्ट्रपतिकै पहलमा इजरायल र इरान बीच युद्धविराम भएको छ। मध्यपूर्वको तनाव कम गर्न यो सायद एउटा महत्त्वपूर्ण कदम हुन सक्छ। हो र, त्यो त राम्रो खबर भयो। ल, अब नेपालभित्रै फर्कौँ। पूर्वाधारमा केही नयाँ भयो कि? त्यो ग्वारकोपर फ्लाइओभरको कुरा के भयो? त्यो त खुल्यो नि, देशकै पहिलो फ्लाइओभर। सन् 2082 असार 6 गते उद्घाटन भयो। अब काठमाडौँको ट्राफिक जाममा केही राहत मिल्ला कि भन्ने आशा छ। पहिलो फ्लाइओभर है। अनि अरू केही? अर्को एउटा प्राज्ञ कार्यक्रम पनि भयो। स्नायु विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्युरोकन 2। यो असार 4 र 5 गते काठमाडौँमा सम्पन्न भयो। स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन भन्ने नारा थियो। न्युरोकन 2 ठिकै छ। अरू केही नीतिगत वा यस्तै स्मरणीय जानकारीहरू छन् कि? छन् नि। सरकारले आउँदो आर्थिक वर्ष मतलब 82-83 देखि गैर ब्याङ्किङ सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने घोषणा गरेको छ। एसेट म्यानेजमेन्ट कम्पनी, यो भनेको कस्तो? यो चाहिँ अब ब्याङ्कहरूको खराब कर्जा वा बिक्री नभएका सम्पत्तिहरू किनेर व्यवस्थापन गर्ने कम्पनी हो। यसले वित्तीय प्रणालीलाई अलि स्वस्थ बनाउन मद्दत गर्छ भन्ने अपेक्षा छ। बुझियो।
अरू अनि एउटा सांस्कृतिक जानकारी, पशुपतिनाथमा जुन सन्ध्याकालीन आरती हुन्छ नि, त्यो विक्रम सम्वत 2064 देखि सुरु भएको रहेछ। अर्को वातावरणसँग जोडिएको, हरेक वर्ष असार 2 गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस मनाइन्छ। यो चाहिँ 2071 सालदेखि सुरु भएको हो। 2064 देखि आरती अनि चुरे दिवस असार 2। ल ठिक छ। अब केही छोटो तर चाखलाग्दा जानकारीहरू पनि थिए जस्तो लाग्यो मलाई। हो, केही रमाइला तथ्यहरू पनि छन्। जस्तै अन्तर्राष्ट्रिय योग दिवस जुन जुन 21 मा मनाइयो नि, त्यसको नारा थियो स्वयं, पृथ्वी र मानव स्वास्थ्यका लागि योग। योग दिवसको नारा। अरू खेलकुदमा पोर्चुगलले स्पेनलाई हराएर युइएफए नेसन्स लिग फुटबल 2025 को उपाधि जितेछ। पोर्चुगलले जितेछ। अनि अर्को एउटा गर्वको कुरा, पर्वतारोही पूर्णिमा श्रेष्ठ उहाँ सीएनएनको साहसी खेलाडी 2024 को सूचीमा पर्नु भएको छ। हो र, पूर्णिमा श्रेष्ठ, त्यो त साह्रै राम्रो कुरा हो। नेपाली महिलाहरूको लागि पनि, साहसिक पर्यटनको लागि पनि। अनि नेपाली भाषाका पहिलो कवि स्वानन्द दास। अनि विश्वको सबभन्दा पुरानो अन्न चाहिँ भटमासलाई मानिदो रहेछ। यी पनि रोचक जानकारी भए। पहिलो कुरा गरौँ बुल्गेरियाको। त्यहाँ 7 रिला लेक्स भन्ने ठाउँ रहेछ। हिमनदी तालहरू हैन? हो, रिला माउन्टेनमा 7 वटा तालको समूह। उचाइ पनि खै 2100 देखि 2500 मिटरसम्म। निकै उचाइमा रहेछ। नाम पनि रमाइला छन्। दि टियर, दि आई, दि किडनी अनि सबभन्दा ठुलो चाहिँ दि ट्विन। नामले नै विशेषता बताउने खालका हो नि। यस्ता प्राकृतिक ठाउँहरू अब भौगोलिक रूपमा त महत्त्वपूर्ण भइहाले, पर्यटनको लागि पनि एकदमै खास हुन्छन्। हो त। अनि यस्तै अन्तर्राष्ट्रिय चर्चाको कुरा गर्दा टाइम म्यागजिनले भर्खरै एउटा सूची निकालेको छ नि 2024 का लागि, संसारका 100 सर्वश्रेष्ठ घुम्ने ठाउँहरू। हो र, त्यसमा नेपालबाट केही पर्यो कि? पर्यो नि, बर्दिया वाइल्डरनेस ट्रेल बर्दियाको। ओहो, त्यो त एकदम खुसीको कुरा भयो। बर्दिया हो, अन्तर्राष्ट्रिय स्तरमा हाम्रो ठाउँले मान्यता पाउनु राम्रो हो। पक्कै पनि। तर एउटा कुरा के भने, यस्तो सूचीमा पढ्दा त्यो ठाउँको स्थानीय विकास संरक्षणमा कस्तो प्रभाव पर्छ? हो, त्यो पनि सोचिहाल्नुपर्छ। स्रोतमा त यसबारे धेरै छैन, तर प्रश्न महत्त्वपूर्ण हो। एकदम। ल अब अलिकति फरक विषयमा जाउँ, इतिहासतिर। हुन्छ। समाजसेवी तुलसी मेहरको चर्खा प्रचार अभियानबारे पनि उल्लेख रहेछ। तुलसी मेहर, उहाँको अभियान त निकै चर्चित थियो। हो, तर त्यो बेलाका राणा प्रधानमन्त्री भीम शमशेरले रोकिदिएछन्। हो, त्यसले अब त्यो बेलाको सामाजिक अवस्था अनि सुधारका काममा कस्तो नियन्त्रण थियो भन्ने देखाउँछ नि, हैन? हो त। एकातिर चेतना जगाउने प्रयास, अर्कोतिर दमन। अनि संस्कृतिकै कुरा गर्दा एउटा चलचित्र पुरस्कारको पनि खबर छ है। के रहेछ? भर्खरै 12औं नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव भएको थियो। हजुर। त्यसमा रेमनान्स भन्ने फिल्मले नेपाली पानारोमा अवार्ड जित्यो। रेमनान्स, राम्रो नाम रहेछ। हो, मानव अधिकार जस्तो विषयलाई चलचित्र मार्फत देखाउनु र त्यसले सम्मान पाउनु महत्त्वपूर्ण छ। पक्कै पनि। अब अलिकति अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धतिर लागौँ। हुन्छ। यो दोहोरो कर मुक्ति सम्झौता भन्ने सुन्नुभएको छ? डिटिए। सुनेको छु, डबल ट्याक्सेसन अभोइडेन्स अग्रिमेन्ट। हो, त्यही। स्रोतमा यसको कुरा छ, यसले एउटै कमाईमा 2 देशमा कर तिर्नु पर्दैन भन्ने व्यवस्था गर्छ, हैन? हो, ठ्याक्कै। यदि कुनै कम्पनीले 2 देशमा कारोबार गर्छ भने उसको आयमा कि त कारोबार गरेको देशमा कि त बासिन्दा भएको देशमा एक ठाउँ मात्र कर तिरे पुग्छ। यसले गर्दा अब अन्तर्राष्ट्रिय व्यापार गर्न, लगानी गर्न सजिलो हुन्छ नि। हो नि, दोहोरो कर लाग्ने डर भएन। त्यही त। यसले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्छ। यी अन्तर्राष्ट्रिय सहकार्यकै कुरामा अर्को एउटा सम्मेलनको पनि जानकारी छ। कुन सम्मेलन? बेजिङ +30 एसिया पेसिफिक मन्त्रीस्तरीय सम्मेलन। बेजिङ +30? हो, यो 2024 नोभेम्बरमा ब्याङ्कक, थाइल्यान्डमा भएको रहेछ। यो त महत्त्वपूर्ण सम्मेलन हो, खास गरी महिला अधिकार र समानताका मुद्दाहरूमा त्यो बेजिङ घोषणापत्रको समीक्षा गर्ने। हो, क्षेत्रीय स्तरमा यस्ता छलफल आवश्यक छन्। एकदम। ल, अब अन्त्यमा नेपालकै एउटा तथ्याङ्कमा ध्यान दिउँ। के को तथ्याङ्क? खानेपानीको। आर्थिक सर्वेक्षण 2080-81 अनुसार 2081 फागुनसम्म
आधारभूत खानेपानी सेवाको पहुँच 96.85% जनसङ्ख्यामा पुगेछ। यो त निकै राम्रो देखियो नि। हो, आधारभूत पहुँचको हिसाबले त 96% नाग्नु राम्रो हो, तर यसमा अर्को एउटा महत्त्वपूर्ण कुरा के छ भने त्यो उच्च तथा मध्यम स्तरको सुरक्षित खानेपानी सेवा छ नि। त्यो भनेको पानी उपलब्ध हुनु मात्र भएन, पिउनका लागि साँच्चै सुरक्षित हुनु पर्यो, गुणस्तरीय। हजुर। हो, त्यस्तो सुरक्षित पानीको पहुँच चाहिँ जम्मा 28.50% जनसङ्ख्यामा मात्रै छ। ओहो, 96% र 28%, त्यो त ठूलो अन्तर भयो त। भयो नि। यसले के देखाउँछ भने पानी पाउनु र सफा सुरक्षित पानी पाउनुमा ठूलो खाडल छ अझै, पहुँच र गुणस्तरको कुरा। यो त गम्भीर विषय रहेछ। एकदमै। ल त आज हामीले कहाँ पुग्यौं? बुल्गेरियाको तालदेखि बर्दियाको चर्चा, अनि तुलसी मेहरको अभियान, DTA सम्झौता, हो, अनि ब्याङ्ककको सम्मेलन हुँदै नेपालको खानेपानीको अवस्थासम्म। हो, यी हेर्दा फरक लागे पनि यिनीहरूले कसरी हाम्रो विश्व, समाज, प्रकृति, अर्थतन्त्र, इतिहास सबै जोडिएका छन् भन्ने देखाउँछन्। ठ्याक्कै। आजको छलफललाई बिट मार्दा मेरो मनमा एउटा प्रश्न आयो के प्रश्न? एकातिर बर्दिया जस्तो ठाउँ टाइम म्यागजिनको सूचीमा पर्छ, विश्वले चिन्छ। अर्कोतिर त्यही देशमा सुरक्षित खानेपानी जस्तो आधारभूत कुरामा पहुँच 30% भन्दा कम छ। हो। अब यो अन्तर्राष्ट्रिय चर्चाले यस्तो आधारभूत आवश्यकता पूर्तिमा कतिको छिटो, कस्तो ठोस परिवर्तन ल्याउन सक्ला? के होला? खै, यो साँच्चै नै सोचनीय विषय हो। चर्चाले मात्रै पुग्दैन, ठोस काम पनि हुनु पर्यो। हो, यसमा सोच्दै गरौँला। आजलाई यति नै गरौँ। हुन्छ।